Hi everyone, welcome back again to my next video. I hope guys हजुर आरामै हुनुहुन्छ होला अनि हामी पनि आरामै छौँ। मेरो च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला अनि मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट पनि गर्नुहोस् है। आज चाहिँ साथीहरू यहाँ सानो करेसा बारी यहाँ कुरिलोहरू रोप्नु भएको छ अनि यो गोडगाड गरिदिनु पर्यो। मम्मीहरूले पनि भ्याउनु भएको छैन भनेर म चाहिँ यहाँनिर आइरहेको छु। अब मेरो कामहरू चाहिँ स्टार्ट हुन्छ। किन काम दिनु यो कुरिलोहरू खोर्सानी छ भन्नुहुन्थ्यो म त देख्दिनँ त है खोर्सानी। ल थकाउन आउँछ क्या हुँदैन दिदीलाई भाइ। हेलो एभ्रीवान जस्तै हेलो एभ्रीवान मात्रै भन्नु आउँछ हो र। सबै काटिदिनु फर्स्ट टाइम कुरेलो गोड्दैछु बाक बिग्रिने हो होस् यसले काटिदिन्छु। काट्नै पर्ने हो त कुन त के गर्दा राम्रो हुन्छ यो। यो मल हुन्छ है पोडी रोप्ने ठाउँमा लाउनु होइन हौ काँचो सुरुम सुरुम छ त भाइ काँचो होइन होला यो। यहाँ थोरै बोडी पनि रोपेँ मैले अनि यो थोरै करेसा बारीहरूलाई पनि गोडमेल गरिदिएँ।